कहिलेकाहीँ जीवनका सबै उत्तरहरू माटोमा लुकेका हुँदो रहेछन्। यहाँ जहाँ पसिनाको हरेक थोपा एउटा कथा हो र माटोको हरेक दाग मेहनतको प्रतीक। कहिलेकाहीँ लाग्छ हामी के कारणले सहर बसेका थियौँ, सुविधाको लागि वा सुख शान्ति र समृद्धिका लागि। पैसा तिरेर सुविधा किन्नु भन्दा पनि पौरख गरेर समृद्धि बन्नु उचित लाग्छ मलाई। यो फुललाई के मासिदिनु? यो के कुकुरै फुल्छ? 30,000 को बजेटको बाटो यो। सबभन्दा पहिले यस प्रसारणका प्रमुख समाचार। यो 3 महिनामा काट्छन्। यसपालि चाहिँ अलिअलि भयो, पूर्वबाट चाहिँ अलिअलि आउँथ्यो। अब आउने दिनहरूमा चाहिँ कस्तो निकाल्छ होला? मुङसिरतिर गाउँको हावा बोल्दैन तर धेरै कुरा सिकाउँछ। यहाँ मान्छे थकित हुन्छन् तर कहिले पनि थकानको गुनासो गर्दैनन्। सरलतामा लुकेको त्यो अचम्मको सम्पत्ति सहरले कहिले पनि बुझेको हुँदैन। माटोले सिकाउँछ जीवन जटिल होइन, हाम्रो हतार मात्र जटिल हो। माटो त सरल छ, अस्तित्व सरल छ र खुसी पनि यही सरलतामा कतै लुकेर बसेको छ। कुनलाई हजुरआमा त लागिँदै खोइ कसले ढोग्नलाई म त होला नि त भनेको नि ढोग्यो। केही तल झरिसकेपछि थियो ठुला बिनाजुको घर। बगैँचाभरि ढकमक्क फुलेका सयपत्रीका फुलहरू र बोटाभरि लटरम्मै लागेका एभोकाडोका दानाहरू र यस्ता धेरै कुराहरू थिए। बाटो कहाँसम्म चाहिँ आइपुगेछ भनेर हामी सबजना एकचोटि हेर्न पनि गयौँ।
पछिल्लो वर्षाको कारण कहीँ कतै पहिरो गएर बाटो चाहिँ अलिक नाजुक अवस्थामा रहेछ। कहिलेकाहीँ म थामेर आकाशतिर हेर्छु र सोच्छु किन सहरमा सबै हतार हतार दौडिन्छ। यहाँ त समय आफै बिस्तारै बगिरहेको हुन्छ, हरेक मान्छेलाई जिउने मौका दिन्छ। घर फर्कदा काम अझै बाँकी नै थियो। दिदीको बिहेको लागि अतिथिहरू बस्ने ठाउँ तयार पार्न पनि अझै बाँकी नै थियो। साथै अतिथिहरूलाई स्वागत गर्ने प्रवेशद्वार पनि बनाउनु बाँकी थियो। गाउँघरका सबै दाजुभाइहरू भेला हुनुभयो र केही बेरमै हामीले आधी काम पनि सक्यौँ। गाउँका प्रमुख व्यक्तिहरूको निर्देशन अनुसार हामी काम गर्दै थियौँ। केही बेरको छलफलपछि तिरपालले सबैतिर ढाक्ने निर्णय आयो। त्यही अनुसार हामी काम गर्ने सुरु गर्यौँ। काम राम्रै जाँदै थियो। त्यसै बेला भाइहरूले तल्लो बारीबाट 4 जना भोगटी पनि ल्याएछन्। मजाले काटेर साध्नु है भनेर पठाएपछि हामी फेरि काम गर्न थाल्यौँ।
काम लगभग सकिएको थियो। बाँकी थियो त गेट सजाउनु। गाउँमै गेट सजाउन सल्लाहको प्रयोग हुँदो रहेछ। त्यही अनुरूप हामीले पनि सल्लाहकै प्रयोग गर्यौँ। हामी त कसले बनाएको? दामी बनायो मैले गाडी हेर्नु। दिउँसोको 3 बजे तातो चियाको चुस्कीसँगै हामीले बाही काम पनि सक्यौँ। त्यस बखतै म लगायत मेरा भाइहरू एकछिन घुम्न जाने निर्णय गरौँ। सिधै ठाडो उकालो। कुदा कुदा कुदा। ओए केटा हो सारी है यता भोल्छातिर झऱ्यो भने त म सक्दिनँ नि तान्त। होइन केही हुँदैन। ए हामी त यहाँ तल्लो घरमा आइपुग्यौँ यहाँ। घुमेर आइसकेपछि बिहेको लागि रोटी बनाउने पिठो कुटाउन हामी चामलको झोला बोकेर देउरालीतिर लाग्यौँ।